दिदी हेर्नु है दिदीले हेरिराख्नु भएको भने चाहिँ हेर्नु यहाँ हेलो यहाँ नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो आई होप सबैजना सन्चै हुनुहुन्छ होला एन्ड म पनि सन्चै छु आज चाहिँ मैले धेरै दिनपछि भिडियो लिएर आउँदैछु सबैजनाले माया गरिदिनु होला गाइस आज चाहिँ मैले बिस्ताराबाट नै भिडियो सुरु गरेँ किनकि आज मैले यो फेस पनि धोएको छैन यो मेरो नधोएको फेस हो र म एकछिन फेस धोएर चाहिँ म फ्रेस भएर चाहिँ जानेवाला छु आज मेरो काम पनि बिदा हो कलेज पनि बिदा हो र आज हामी चाहिँ यस्तो माइन्ड फ्रेस गर्न चाहिँ गइरहेको छौँ र फर्स्टदेखि लास्टसम्म हेरिदिनु होला ओके फाइनली गाइस मैले चाहिँ अब रुम सुम सफा गरिसकेँ आज मेरो बिदा हो नि त अनि त्यही भएर चाहिँ म आज बिहानै उठेर मुख नधोएरै अनि रुम सुम सफा गरेको अनि त्यसपछि चाहिँ म चाहिँ नुहाउन गएको अहिले मैले चाहिँ नुहाइ धुवाइ गरेको म चाहिँ खानासाना खाएर रेडी भएर म चाहिँ जान्छु फेरि पछि भेटौँ ल बाई यसरी भिडियो गर्नु पर्यो खतरा छ अब यी कस्तो राम्रो हो कि गाइस हामी चाहिँ यस्तो रातो तातोमा आछौँ कहाँ साथी बाटै बिर्स्यो भने यस्तै हो नदेखा भन्नु दिदी ऊ चाहिँ नदेखा भनिरहेछ यस्तो राम्रो ठाउँमा आऊ होइन हेर्नुहोस् यहाँ खतरा ठाउँ छ त्यहाँ मेरो आज भिडियो भएन के हेर्नु अब मेमोरी हुन्छ नि त अनि यस्तो राम्रो ठाउँ छ गाइस स्विमिङ गभर्मेन्टमा छ आबै गाइस हामी चाहिँ अब यो घर फर्किन लाग्यो छहरा हेर्नुहोस् यही छहरा हेर्नको लागि 1.5 घन्टा जति हिँडेर आएको हामी मान्छे हेर्नुहोस् यो कत्रो धेरै छ अझ आउँदैछ नि सायद यसरी भिडियो गर्नु पर्यो खतरा छ अब यी कस्तो राम्रो हो कि हामी चाहिँ फाइनली हामी चाहिँ अब घुमेर आइसक्यो जङ्गलमा दिदी हेर्नु है ऊ फेरि हेर्दै हुनुहुन्छ नि यसरी हेर्नु यहाँ हामी दुईजना मात्रै आछौँ यहाँ तर यत्रो धेरै मान्छे के ओ माई गड अनि त्यही भएर चाहिँ उही यहाँ पानी पानी छ त हिलो पानी पानी छ है अनि ऊ मान्छे चाहिँ हिजो पनि आयो हो आज नि मेरो लागि आइदियो अहिले धेरै माया गर्छ उसले मलाई आई लभ यु धेरै मा कुद्ने हो हामी त सानो घुम्न मेरो हाँस्छु दिदी हेर्नु न यहाँ मलाई हेर आजले लास्टै सतायो भनेर के तर नि बिचारा हिजो आएर थाकेर फेरि मेरो लागि यही ठाउँमा आएको छ यो मान्छे कति माया गर्छ भन्ने कुरा अब आफै थाहा पाऊ मलाई माया गर्छ किन अबि वाउ आई लभ यु सायद आज यो जङ्गल नै हाँस्थ्यो होला तर दिदी नआएर एकदम निराश छु म त्यही नै खुसी छु बेबी आएर म धेरै खुसी छु के क्यामेरा देखेर भाग्ने मान्छे नेपालमा सायद ऊ मात्रै होला क्या नेपालमा होइन जापानमा ओसँग खाएको मान्छे फेरि घुमेर ल बोल्दै बोल्दै आउनु हजुर बोल्दै बोल्दै आउनु बोल्दिनँ म त सुना देखाउने मात्रै हो उयो नि उयो यस्तो सिधा पारेर नगर्ने सिधा गऱ्यो भने के हुन्छ भिडियो हाल्नु सिधा पार्यो भने चाहिँ ए यस्तै पारो गर्नु पर्छ हो
कति हयाको हिँड्छ यहाँ त्यो अनि दिदी नआएर त मजा आएन यार दिदी मलाई हजुर धेरै मिस गरेको अर्को सँगसँगै जानु ल चारजना नछोड्नु ल कहीँ फेरि नर्या है बहिनी कस्तो राम्रो चाहिँ यत्रो धेरै मान्छेहरू भिडभाड छन् होइन यहाँ यत्रो भिड छ अब के भनौँ लास्टै भिड छ के ऊ किन लुक्छ कि फेरि मेरो क्यामेरा देखेर एकदम लुक्नु भएको छ सिमीमा चाहिँ भयो अरे जाडो भयो अरे उसलाई बिचारा बेजत रे उसले बेजत भन्छ है के बेजत हो भिडियोवाला नि बेजत भन्छ यार यस्तो मान्छे संस्कारी भान के संस्कारी ठिक छ केही छैन घाम नि गयो अब के गर्नु जिन्दगी बुझाइदेऊ कसैले बुझिन मैले कस्तो राम्रो छ ऊ माइ गॉड अब हिजो घुमेर आएको मान्छे आज राखुलाई घुमाउन आएको मान्छे अब त्यस्तै खतरा खान्छ है कस्तो खतरा के खतरा छ गाइज हामी चाहिँ घुमेर आएको आज त जान चाहिँ 2 घन्टा लाग्यो क्या माथि जान है हिजो नि थाकेर आयो त्यही भएर त ऊ बिचरा इके त कस्टल जाउन भन्नको कारण यही रहेछ भन्ने कुरा अहिले थाहा भयो गोमेन ने आरिगातो ने इचुमा आरिगातो गोजाइमास जाडो भयो बेबी अनि के भन्देऊ न यार दिदीलाई त मिस गरे भन्देऊ दिदीलाई मिस गरे भन्देऊ मैले धेरै गरेँ क्या आज त लास्टै धेरै गरेँ दिदीको सायद दिदीलाई हाँसेको भए जङ्गलले अहिले पुरै हाँस्थ्यो होला के पात पनि फुर झर्थ्यो होला के त्यस्तो फिल भइरह अर्कोचोटि चाहिँ जाम्ला दिदीसँगै त्यो बेबी गाइज हामी त गइरहेछौँ अब घर हामी अब एकीको नजिक पुगिरहेछौँ के गर्छौ मैले ब्याक क्यामेरा गरिदिएँ ऊ त एकदम भाग्ने एकदम भिडियो बनाउनु भने चाहिँ लास्ट भाग्ने मान्छे छ ऊ हामी चाहिँ घर गएर चाहिँ कस्तो फिल भयो भन आरिगातो नै कस्तो राम्रो देख्यो बेबी हेर त अहिले कति राम्रो आयो हामी हामी चाहिँ अब साथीहरू अब हामी चाहिँ गइसक्यौँ अनि फोटो नि टन्नै खिच्यौँ मलाई धकाल्छ उसले भिडियो नगराउ भनेर अनि ऊ चाहिँ फेरि क्यामेरा देखेर डराउने मान्छे यस्तो खतरा छ अब के भनौँ यता साइड हेर्नुहोस् यहाँ मान्छेहरू यति धेरै छ मजबूरी